गाइस तिनचुले है त माछरका बात माथि लाग्दैछ मै निकै मिठो हान्नु भयो त मामा त च्याप्त भएर आउनु भयो आज झन्चिलो उन्लाउनु भयो है गाइस चुट्रो पनि छ है चुट्रो तिनचुलेमा चुट्रो नि खान पाइन्छ अहिले निकै मिठै होला जस्तो छ खाइदिउँ न त यतिको मुख कुच्यो भने त मिठै छ जस्तो छ तिनचुली सबै आउनु होला हामीलाई सम्झिन्छ जति सबै यसो भेटघाट गरौँला यहाँ पनि राति हो कि दिउँसो त्यो पनि भनिदिनुहोस् है राति दिउँसो जहिले भेटिने हुन्छ ल ल ल 24 घण्टा सफा गर्न छ समर्पित बन्द गरेर हामी केही चाहियो होला नि इच्छा त आयो बजार जानु गराइ अहिले यार एक कोठा सुत्यो त होला सीधा चिर तीन कत्र पार्नु ओइ एकदम सरसफाइ कार्यक्रम चलिरहेछ बजाइ पनि आउनु आइचकेर मलाई कहाँ सुको दिन्छ नि त झन् आमा छोरा एउटा डेप्ची ल्याउन पर्ने गाह्रो सानो भयो है साथीहरूले यहाँ कलर गर्दै हुनुहुन्छ सर नमस्कार ठिक छ हजुर दाइ पोखरी भयो चुल्हा त फर्केको है त तल गएर दाउरा काट्नुपर्छ यहाँ साथीले हतियार मैले भनेको अझ तलतिरको हो पुरै टुवानो लाएर सरले AK-47 हो कि यो के भन्छ के नामको यो बोक्नु भएको छ मालिक फेरि अझ अघि हिँड्नु तल पनि आँसीले काटिरहेको छ नि दाउरा यो यही यसलाई च्याट्ट काटेर यसको दाउरा बालेर बस्नुपर्छ साथीहरू रातभरि तिनचुलीमा भन्छन् अरूले होटेलले सागरहरू निकै कसिनु भएको छ दाम्रोसँगले कसिनु भएको छ पुरै टुवालो लाएर एकदम पर्सेउला बिछाएर सहयोगी मनहरूको अब एकदम यो गुड भएको छ तर अलि चिसो चाहिँ छ ल्याउनु होला है के बिछ्याउने चिजहरू दाउरा साथीहरू खेपै छन् हतियार दियो ओ
साथी हो दाउरा तापेर बस्नुपर्छ है त पानी पर्ला जस्तो छ स्पेसल यहाँ होटलको व्यवस्था है होटलको व्यवस्था युट्युबमा आउँछ अहिले जाने फेरि अन्तिम अब यसलाई यहाँ घुमाएर घुमाएर यो बाटो हुँदै माथि गइन्छ माथि तिनचुले अलि माथि पर्छ अघि नै देखाइसकेको छु यत्रोमा चुला तान्छ ल हामी चाहिँ यहाँ न्युरे बाजे बस्ने पहिला गोठ मूल पानीमा आइपुगेका छौँ मूल पानीमा अहिले त पुरै सिस्नोले ढाकेको छ पुरै सिस्नै सिस्निरहेको छ हामीले त्यहाँ चाहिँ मही खाने घिउ खाने ठेका बोकेर आउने ठाउँ हो नि हो मूल पानीमा पुरै सिस्नोले ढाकेको छ है त